वेलकम ब्याक टु माई युट्युब च्यानल। र आज यहाँनिर दुईजना दाजुभाइको गफ हामी सुनिरहेको छौँ। दुईजना दाजुभाइ, एकजना 73 एकजना 76 होइन। तपाईँले के खाएको? मैले के अलिकति छुर्पी देख्दै कि पस लागेछ। राजनिवास लेखेको छुर्पी हाँ लिएन हौ खै तेरिका नखानु है। हेरेको जस्तो के गर्नु भएको हेर्दै हाँ के गर्नु? लुगा हो किन हातले धुनु नि अन्त? इजी वास भनेर लेखिरहेको त के हातले म कहाँ लाउँछु पानीमा? यहाँ हौ थापले किन्ने पैसा नभएर हातले सिलाउँदैछ नि हौ सिमेन्टको बोराको। खै हेरौँ यहाँको हातको काम। सानो मिन्छ नि त सिलाइ त। भन्छौ नि तिमीले नै भरे खोज्छौ यो थाप्ली कति टाढा टाढा पुग्दैन। टोपी त अलिक निटिङ गर्नु हौ। बेच्नु लागि चाहिँ होइन कि सक्छ त घरमै यसो हो दाउरा साउरा बोक्नु मल बोक्नु हो डोकोमा गएर केही फलहरू निकै छ भने डोकोमा लगाएर बोक्नु ल त यो चाहियो नि त। हातमा त गलिहाल्दो रहेछ। यसो बोकेर 4-5 किलोमिटर पनि बोकेर लानु सकिने रहेछ नि त। बेकार यो अरूले खिची गर्दै तर पनि अहिलेको यो टेक्निकल युगमा नि यसको पनि काम छ नि। कुरा त एकदम राम्रो गर्नुहुन्छ कि। फेरि यो फोन खेलाउँछ नि यो फोनको चाहिँ म एउटा के अटोबायोग्राफी के भन्ने हुन्छ नि आत्मकथा लेख्छु म। फोन हो फोनको आफै लेख्छु म फोन हो म जानेन भने एकचोटि लडाइँ पनि खेलाउँछु। मैले चाल्नमै काम पनि बिगार्छु। म गाउँमै भएर पनि बजारमा पनि छु भन्छु मेरो द्वारा हो। मलाई चलाउनु जानेन भने एकछिन खुट्टा पनि खान्छ। देश विदेशमा 5 घन्टा 6 घन्टा हवाई जहाजमा एरोप्लेनमा लाग्ने त्यो मार्गमा म एकैछिनमा पुग्छु। अलिक लेख्नुपर्ने चाहिँ यसको विषयमा। अन्त वर्तमान यो पहाडको स्थितिबारे के भन्नुहुन्छ? वर्तमान स्थिति के भन्नु? अब स्थिति त खासमा त अब पहिला त के थियो? पहिला त एउटा पहिला आजभन्दा 5-6 हजार वर्ष अगाडि त राजा पनि थिएन। जो बलियो थियो त्यसको हकडकमा त्यो शासनहरू चलाउँथ्यो। पछि राजा भयो। राजादेखि अहिले प्रजातन्त्र भयो। प्रजातन्त्र अब गणतन्त्र रिपब्लिक अब गणतन्त्र भयो। गणतन्त्र पनि कस्तो खालको हुनुपर्ने हो भनेदेखिलाई है गणतन्त्र कस्तो खालको हुनुपर्ने खालको हो भने नि अब सबै धर्मलाई सम्मान रूप दिने, आफ्नो अर्का नछुटाउने, मानवता हितमा सब काम गर्ने, कालो सेतो सानो ठुलो जात पात केही नहेरेर सबैलाई सबै प्रकारको नै हिसाब किताब बराबर गर्नुपर्ने। भाइबन्दी नहोस् होइन, धर्मवाद नहोस्, परिवारवाद नहोस् होइन, बलवाद नहोस्, थिचोमिच नहोस्, आफ्नो जसको अहिले सत्ता छ धलीमैल नहोस्। अहिले यो मात्रै छ जुनै पार्टीमा यस्तो नहोस् अन्त मात्रै देश चल्छ, देश चाहिँ महान हुनसक्छ जस्तो लाग्यो। जहाँ पनि अहिलेसम्म बेसी लाग्छ कि तपाईँलाई पार्टी बेसी लाग्छ? विकास त ज्यादा जस्तो गोजिक मात्रै देख्दैछु। मलाई के अब जति पनि पाहाडको नेताहरू मैले देखेँ, यहीँकै स्थानीय नेताहरू पनि देखेँ मैले। अनि हामीले कतिवटा केन्द्रकोहरू उता दिल्लीतिरहरू पनि बोलायौँ। अहिले उहाँ पर आसाम अलिक नजिकै छिमेकी एउटा राज्य छ त्यहाँको छ एउटा क्षेत्री रहेछ हो। तर पनि अब अहिलेसम्म जाति उठाउनलाई चाहिँ के गर्यो भनेर खै के खास काम भएको छैन। पार्टी चाहिँ कतिवटा जस्तो आइसक्यो अहिलेसम्म तपाईँले गन्ध? पार्टी अहिले लास्टमा अहिले हाम्रो पार्टी छ। अहिले पार्टीमा धेरै किसिम हुन्छ। कोही चाहिँ अब पार्टी आउँदा टाढो बसेर गीत जस्तो हेर्छ अन्त भरे त्यो पार्टीले टक्कै एमपी एमएलए सब भएपछि तल केन्द्रको एमपी भएपछि यता विधानसभाको एउटा जिल्लाको उसको विधानसभाको एमएलए भएपछि त फेरि त्यो मान्छे फुत्ताएर नि आम्माम्मा पहिलादेखि खटे जस्तो गरेर त्यसले फेरि खप्पै पार्छ नि त्यो खोस्टामा पर्ला। अनि हाम्रो पाहाडमा अहिलेसम्म गरेको राजनीतिमा म के देख्छु भने इतिहास डरलाई खाएको हुनुपर्छ। यो देशको पहिला मुगल साम्राज्यदेखि आर्यदेखि मुगल साम्राज्यले 700-800 वर्ष राज गरेको, त्यहाँ ब्रिटिसले 200 वर्ष राज गरेको हो। त्यहाँ कुन जातिहरूले कति लडे, हाम्रो जातिले कति लडेको छ त्यो डल्लै इतिहास खाएको हुनुपर्छ। अनि संविधान केलाउनु सक्नु पर्यो हो। अनि त्याग र तपस्या समर्पित भावना हुनु पर्यो। कसैलाई छुटाउनु भएन।
त्यो पार्टीले मात्रै केही काम गर्छ उम्, अब त्यो जानेको छैन बिचमा पडाक हामी चाहिँ पडाक बोल्नु त्यसो जान्नु पर्ने रहेछ मैले बुझ्दा चाहिँ अन्त कुरा माथि पुग्छ पास भएर आउँछ त जनताको सामु पाउँछ नि त यादै भएको छैन यहाँ मात्रै उफ्रेर जङ्गलभित्र कराएर त हुँदैन नि त अब हस्पिटल लगेर दबाई पाउँछ र जङ्गलभित्र म अहिले हस्पिटल जानु छैन कुनै चोरहरू पनि ल्याइँदैन भन्दै कराएर हुँदैन अब पुग्नु पऱ्यो त्यहाँ गएर बोल्नु सक्नु त्यसको तडी थुप्रै तरिका छ संविधान केलाउनु सक्नु पऱ्यो होइन र ल ल अति मिठो कुरा हो तपाईँले मौका पायो भने त तपाईँकोमा यसो टोपी हेर्दा त मौका पायो भने त गोजी पनि भर्छ जस्तो रमाइलो गफ हुँदै गर्छ हो त गोर्खाल्यान्ड थुप्रै ल्याउँछु भने तर भिन्दै भिन्दै खालको गोर्खाल्यान्ड ल्याए कहिले कस्तो खालको ल्याए कस्तो खालको ल्याए त्यो गोर्खाल्यान्ड कस्तो प्रकारले ल्याए म त खै त्यो बुझ्नु सकिनँ हौ तपाईँ के भन्नुहुन्छ होइन मलाई म अहिले बोल्नु चाहदिनँ मलाई भोक लाग्यो ल त हो तपाईँहरूको दाजुभाइको मित्र त यतिकै होस् मेरो काका अनि मेरो बाबा हुनुहुन्छ है यहाँ फिल्टर हेड लाउने मेरो बाबा हुनुहुन्छ उहाँले हो उहाँ पुग्नुभयो 76 वर्ष उहाँ अब 74 मा लाग्नुभयो उहाँ दाजु उहाँ भाइ उहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ यहाँ मेरो काका भयो